फेस्टिभल गर्ने हो मलाई सम्पर्क गर्नु भनेर भने कि सामीको के अरे डाइरेक्टरले पनि त्यही भन्नुभयो किन भन्दाखेरि उनीहरू अलिकति सम्पन्न छन् तर इन्डिजिनियस मुद्दामा त उनीहरू हामी एक ठाउँमा छौँ नि त त्यो सपोर्टहरू हुनसक्छ कि त्यसले गर्दा तर यसको लागि चाहिँ भाषिक रूपमा त्यो कनेक्सन नेटवर्क गर्ने आफ्नो क्यारियरै यसमा बनाउने म चाहिँ फेस्टिभल डाइरेक्टर हुन्छु म चाहिँ फेस्टिभल डाइरेक्टर भएर संसारभरि घुम्छु फेस्टिभल डाइरेक्टर भएर के भन्दाखेरि म यस्तो फिल्म मेकरहरूलाई प्रशिक्षित गर्छु अघि डाक्टर साहबले भन्नुभएका यो विचारहरू चाहिँ यस्तो तरिकाले भरिदिन्छु कि हाम्रा के भन्दाखेरि नेपाली आदिवासी सिनेमा मेकरहरू चाहिँ संसारभरि गएर के अरे आफ्नो सिनेमाहरू देखाएर प्रभाव राख्न सक्छन् हाम्रो मुद्दालाई स्थापित गर्न सक्छौँ होइन के भन्दाखेरि ती मुद्दाहरू स्थापित भएर राज्य बाध्य हुन राज्यलाई बाध्य पार्न सक्छौँ भन्ने तरिकाले मेरो क्यारियर नै यो हो भनेर सोच्नु पर्यो क्या यसो यस वर्ष फुर्सद छ म फेस्टिभल डाइरेक्टर भइहाल्नु होइन अर्कोपल्ट गर्दाखेरि म त भ्याउँदिनँ मेरो टाइम छैन अहिले होइन अनि फेरि अर्कोपल्ट कहाँ जोस गर्छ फेरि आएर यस्तो तरिकाले चाहिँ फेस्टिभल हुँदैन त्यस्तो दृश्यजीविता हुँदैन त्यो दृश्यजीविताको लागि चाहिँ एउटा इन्स्टिट्युसन चाहिन्छ अब अहिले त हामीले के गर्नु पर्यो भन्दाखेरि हेर्नुहोस् अब यो के भन्दाखेरि यहाँ यो विकास बोर्डमा महासङ्घको प्रतिनिधित्व गरेर यो विकास बोर्डमा एउटा विभाग छ त्यो विभाग जानुपर्ने अहिले विकास बोर्डले के गरिदियो भन्दाखेरि महासङ्घ बुझ्दै बुझेन आफ्नो तरिकाले मान्छे लिएर राख्थ्यो त्यो महासङ्घ बोल्न सकेको छैन होइन हाम्रो समस्या के त्यो मात्रै होइन हामीले यो विकास बोर्ड हामीलाई किन चाहियो विकास बोर्ड त हामीलाई चाहिने छैन हाम्रो आफ्नो विकास बोर्ड चाहियो आदिवासी चलचित्रको विकास बोर्ड चाहियो त्यो बनाउन पहल गर्ने हो त्यसको नेतृत्व गर्ने हो आन्दोलन गर्ने हो त्यो कसले गर्ने हो नमिजबार त गर्ने होइन होइन त्यो त महासङ्घले गर्ने हो नि त त्यो धेरै इन्स्टिट्युसनहरू निर्माण गर्नुपर्छ अब जस्तो त्यो भन्दाखेरि एउटा आदिवासीहरूको यो के भन्दाखेरि फेस्टिभलको कुरा छँदैछ फिल्म मेकरहरूलाई जस्तो फेस्टिभल गर्दाखेरि हाम्रो फेस्टिभलहरूले किन काम गरिराखेको छैन भन्दाखेरि हामीले पुरस्कार दिन सकेका छैन पुरस्कार एकदमै ठुल्ठुलो राशि राखौँ न 5 लाख रुपियाँ राखौँ के भन्दाखेरि नयाँ के अरे आउने आदिवासी सिनेमाको लागि चाहिँ यो सर्वश्रेष्ठ होइन नयाँ आउने अनुहार हो भनेर हामीले 5 लाख रुपियाँको पुरस्कार राखौँ हाम्रा अहिलेका जति पनि युवाहरू जो फिल्म बनाइरहनु भएको छ के अरे लास्ट इयर मात्रै 2 जना हाम्रा के भन्दाखेरि आदिवासी फिल्म मेकरहरू चाहिँ अमेरिकामा के अरे ग्लोबल फिल्म इनिसिएटिभमा ट्रेनिङ दिइरहेको थियो उनीहरूले प्रतिष्ठानको एउटा काम पनि गरेका छ तर उनीहरू आदिवासीको सेवा देखेका छैन यहाँनिर आएका छैन आउन भन्दाखेरि आउँदैन किन आउँदैन भन्दाखेरि हामीले इन्डक्ट गर्न सकिरहेका छैन दर्शकतिर नयाँ दर्शकतिर इन्डक्ट गर्न पनि सकिरहेको छैन त्यसले गर्दाखेरि फेस्टिभल चाहिँ एकदमै ठुलो रूपमा सोच्नु पर्यो पुरस्कारहरू पनि त्यो रूपमा स्थापित गर्नु पर्यो त्यो पुरस्कारहरूले के गर्छ भन्दाखेरि नयाँ उहाँहरूलाई पनि लिएर आउँछ अनि यो एउटा कुरा चाहिँ त्यसले गर्नुपर्छ जस्तो लाग्छ अर्को चाहिँ के भन्दाखेरि यो ग्लोबल नेटवर्क गर्न सक्ने क्षमता भएको जनशक्तिहरूलाई चाहिँ फेस्टिभलको एउटा उमा ल्याउनुपर्छ र अघि डक्टरले भने जस्तो यो सबैले फेरि के हो भन्दाखेरि सामूहिक रूपमा वन गर्ने एउटा मेकानिजम चाहिँ निर्माण गर्न सक्यो भने त्यो इजिली हुन्छ तर मेरो एउटा अनुरोध एकदम छोटकरी भन्दाखेरि त्यो आइफाले जुन एउटा इतिहास निर्माण गरेको थियो त्यसलाई कसरी हुन्छ त्यसलाई अगाडि बढाउने त्यो फेस्टिभल त बाहिर चिनिएको त्यही नै हो विशेष गरेर त्यही फेस्टिभलको संस्करणहरू अगाडि बढाएर यसलाई दिगो दिनको लागि प्रतिष्ठानले पनि पटक्कै पैसा दिनुभन्दा एकैचोटि कसैसँग गरेर मिलाएर गरेर अथवा आयोहरू समिति गरेर एउटा स्थायी फन्ड चाहिँ व्यवस्था गर्ने र प्रतिष्ठानले लिड गरेकै हुन्छ वास्तवमा धार्मिक संस्थाहरूसँगबाट पनि त्यो खालको कोअपरेसन गर्ने गऱ्यो भने र फिल्म बनाउँदाखेरि चाहिँ कम्युनिटी बेस्डै गर्ने जस्तो दलितले बाटो देखेकोबाट गाउँ आएको बाटोमा यो सामुदायिक फन्डिङको अवधारणाबाट ल्याउनु भएको छ त्यसलाई अझ अगाडि बढाएर गर्न सक्यो भने त्यो विचार त्यहाँ दिगो हुन्छ होइन भने एउटा संयन्त्र बना त्यो पार्टीको जस्तो के राजनैतिक दलको भयो अनि फेरि त्यसलाई कार्यान्वयन गर्ने संयन्त्र त्यो कार्यान्वयन गर्ने संयन्त्रमा फेरि उच्च स्तरीय संयन्त्र अनि संयन्त्रको त्यो माकुराले जालो बनाउँदा हाल्नु पर्दैन हामी आदिवासीले जति जालो बनाएसम्म हामी हामी पर्छौँ त्यहाँ त्यो जालोभन्दा परिकन अगाडि जानुलाई भएको इतिहासलाई अगाडि दिएर वास्तवमा मलाई दुःख लाग्छ के
अब नवीनजी जसको नेतृत्वमा त्यो बेला त्यत्रो काम अगाडि बढेको र प्रतिष्ठानले राम्रोसँग सहयोग गर्यो, नाम मात्रको सहयोग गर्यो। खास नत्र कन्टिन्यू हुनुपर्ने न आदिवासीको सङ्घ संस्थाहरूले सहयोग गर्यो, न आदिवासीकै कति पैसा दिने सक्ने मान्छेहरूले त्यसमा गर्यो। र अन्ततः त्यो जब सुतेर बस्यो भनेपछि त त्यो त कसैको लागि राम्रो होइन। त्यसलाई जसरी हुन्छ त्यो इतिहासलाई अगाडि बढाएर अनि त्यो स्थायी किसिमको फन्डिङको आधारबाट अगाडि फेरि पैसा लिने हो भने जो बात त्यसको पनि दिनु हुँदैन भनेको स्पोन्सर गर्न आउनेहरू धेरै हुन सक्छ। तर हाम्रै विरोधी होला, हाम्रै अधिकारको मुस्कुल नहोला, त्यसको भावले त्यो चाहिँ राम्रो हुँदैन। र त्यसमा प्रोटोकल चाहिँ पहिला प्रोटोकल बनाएपछि यसमा यो सबै कुराहरू त्यसको कुरा अगाडि बढ्छ जस्तो लाग्छ। धन्यवाद। हस्, धेरै धेरै धन्यवाद डाक्टर। धेरै कुराहरू आएको छ। डाक्टर साहबले यो प्रोटोकल बनाउनु पर्छ, यसले मात्रै हाम्रो इन्डिजिनसहरूको जुन उनीहरूको मूल्य मान्यता छ त्यो अनुसारको फिल्महरू बन्छ, इन्डिजिनस फिल्म बन्छ भनेर भन्नुभएको छ। नवीन सुब्बा उहाँले धेरै विचारहरू चाहिँ यहाँनिर आज दिनुभएको छ। निकै महत्त्वपूर्ण विचार। अब यो विचार भने इन्डिजिनियस मूलवासीहरू तर आदिवासी बोलिएको छ। यसपछि आज चाहिँ हाम्रो प्रतिष्ठान हाम्रो फाउन्डेसन ग्रुप सरले जुन कुरा भन्नुभएको छ, आज यो सबै छलफलमा अब हामी यो फेस्टिभललाई चाहिँ अब त एकाको दिगो ढङ्गले लैजाने, टेक निर्माणलाई पनि दिगो ढङ्गले लैजाने र त्यो चाहिँ ग्लोबल लेभलमा यो फेस्टिभललाई कसरी चाहिँ अलिक राम्रै तरिकाले सञ्चालन गर्ने गरी त्यो मेकानिजम बनाउने भन्ने कुरा जुन भएको छ र यो सन्दर्भमा चाहिँ अब केही समयभित्रै यो चाहिँ 15 दिनभित्रै पनि हुनसक्छ। तपाईँ चलचित्रकर्मी महासङ्घ, यहाँ चलचित्रकर्मीहरू होइन, त्यसपछि हाम्रो सरकारी संयन्त्रहरू, त्यसपछि यहाँ जति पनि चलचित्र सम्बन्धी विज्ञता हासिल गराउने हाम्रो नवीन सुब्बा, त्यसै गरेर डाक्टर कृष्ण प्रसाद लगायत व्यक्तित्वहरूसँग चाहिँ हामी एउटा क्लोज मिटिङ बस्ने। त्यो क्लोज मिटिङ बसिसकेपछि अहिले यहाँ जति कुराहरू आएको छ त्यसलाई चाहिँ फेरि के कस्तो आफ्नो मेकानिजम बनाएर जाँदा ठिक हुन्छ भन्ने सन्दर्भमा छलफल गरेर यसलाई अगाडि बढाउने भन्ने हाम्रो कुरा चाहिँ आज यो छलफलको निष्कर्ष चाहिँ यो होला भन्ने जस्तो लागेको छ। र यसको इनिसिएसन चाहिँ प्रतिष्ठानको उपाध्यक्षले भन्नुभएको जस्तो अहिले नै यहाँ भने यसको इनिसिएसन चाहिँ आदिवासी जनजाति उन्नयन राष्ट्रिय प्रतिष्ठानले गर्छ र यसको यहाँलाई निम्तो जसलाई हामी गर्छौँ होइन। त्यसपछि हामी विरोध गर्छौँ। त्यसपछि अब यसको दिगो पनको लागि चाहिँ हामी गर्न सुरुवात गर्छौँ आजदेखि।